हेलो एभ्रिवान, एउटा कुरा और बताउँछु मैले तपाईहरुलाई। हकीकत और भएको अहिले पनि विश्वास नभए गएर सोध्न सक्नुहुन्छ, गएर सोध्न सक्नुहुन्छ तपाईहरुले। बुटोल पाल्पाबाट आउँदाखेरि देब्रेपट्टि उता माथि नै पुरानो बस अड्डामा मेरो फुपू दिदी और मेरो मामाले सुकुम्बासी थियो त्यति बेला। सुकुम्बासी 20-20 हजारमा दुईजना मेरो फुपू दिदीले अनि मामाले एउटा घर किन्नुभयो। घर इटाको दिवार लाग्थ्यो अनि मात्र टिना हालेको थियो, मुनतिर माथितिर सर्लका एक-एकटा एउटा माथितिर अब गतेर सुत्नै ऊ खडा हुन नि मिल्दैन, त्यो माथितिर त्यस्तो थियो, मुनतिर अनि ऊ थियो हैन। अब त्यो 20-20 हजारमा मेरो मामाले और मेरो फुपू दिदीले दुईटा खरिदे किने। अनि कति वर्षपछि त्यहाँ आफ्नो आफ्नो नाममा चाहिँ लाल पूर्जा आयो। लाल पूर्जा आएपछि अहिले गएर हेर्नुस्, त्यहाँ मेरो मामाको नाम भीमबहादुर थापा हो। त्यहाँ गएर हेर्नुस्, मामाले 3-4 मन्जिलको बिल्डिङ बनाउनु भयो। अनि मेरो फुपू दिदीको बुटोल अर्को जग्गा पनि घर छ। त्यो घर भएको हुनाले त्यो चाहिँ अझै पनि जस्तो किनेको त्यस्तै छ। 35 हात लम्बाइ छ और 8 हात चौडाइ छ भनेपछि त्यो हुन्छ। त्यो आफ्नो हातमा पूर्जा आइसकेपछि बनाउने हो। त्यसभन्दा पहिला मेरो मामाले केही गर्नु भएको थिएन, 1 रुपैयाँ पनि त्यसमा खर्च गर्नु भएको थिएन। 20 हजारमा किनेर मजाले बस्नु भएको थियो मात्रै। त्यो मान्छेले गर्ने आफ्नो जग्गा होइन, सरकारी जग्गा हो, भोलि नै के हुने हो थाहा छैन। 4-4 मन्जिल बनाएर किरायमा पैसा कमाएर बस्नेलाई अझ सुकुम्बासी भनेर न घर भत्काइदिए भनेर रुनी अलि। शरम गर्नु है, शरम गर्न पर्छ अलिकति, शरम।